गाइस सबैलाई नमस्कार मेरो तर्फबाट होइन तपाईँहरूले नाइट भ्लग हेर्नु भन्नुभएको थियो। मैले लिएर आइसकेको भ्लग नाइट भ्लग होइन। अहिले चाहिँ म जडीबुटीको पेट्रोल पम्प अगाडि छु। अब चाहिँ म कोटेश्वर जाँदै हो होइन। अब यो नाइट भ्लग चाहिँ म आज बेलुका हाल्छु होला, हेर्नु होला होइन। सबै लाइक सब्सक्राइब हान्नु होला होइन, लाइकहरू हान्नु होला, कमेन्ट हान्नु होला होइन। अनि अब आज बेलुका चाहिँ हुन्छ यो भ्लग, आज बेलुका जान्छ। अनि त्यो सब बनाएको भ्लग पनि अझै आउँछ होइन। अन्त बरु हेरेर माया गरिदिनु पर्ला होइन, लाइक सब्सक्राइब गरिदिनु होला। के छ भन्नु हो र होइन, भन्नु अरू के छ र, यति नै होइन मेरो भन्ने चाहिँ गाइज छ नि। अब अन्त तपाईँहरूको हालखबर के छ, सन्चै हुनुहुन्छ होला होइन। त्यही भएर सन्चै हुनुहुन्छ होला। खाना अहिले चाहिँ म आइसकेँ जडीबुटीको योमा, जडीबुटीको बाटोमा होइन। अब म चाहिँ कोटेश्वर गइरहेको छैन। अब म तपाईँहरूलाई के भनिसकेको थिएँ, म तपाईँहरूलाई नाइट भ्लग देखाउँछु भनेर। अहिले म चाहिँ कोटेश्वर गइरहेको छु होइन। अब के हुन्छ के कसो हुन्छ हेरिदिनु होला भ्लग होइन। एकछिन सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला होइन। कतिजनाले त मेरो भ्लगमा गएर हेर्नु पनि भएको छैन होला होइन। सबैले गएर हेरिदिनु होला अहिले गएर होइन। अब के गर्नु छ र, तपाईँहरूलाई अर्को भ्लग पनि ल्याउँछु मैले, अर्को भ्लग पनि आउँछ होला होइन। तपाईँहरूलाई मैले पशुपतिको भ्लग देखाउनु भनेको छु। अब कहिले हुन्छ मिलाएर यसको टाइम पास मिलाएर म तपाईँहरूलाई पशुपतिको भ्लग पनि देखाउने छु होइन। अब हतार नगर्नु, म देखाउने छु तपाईँहरूलाई बिस्तारै। प्राङ्क भिडियो पनि आउँदैछ, प्राङ्क भिडियो पनि देखाउने छु। अनि हाँसी मजाकको भिडियो पनि आउँछ होला, त्यो पनि हालेर देखाउँछु होला होइन। अनि अहिले म चाहिँ यता छु कि यता जडीबुटीको बाटोमा, आधी बाटो पनि आएको छैन कोटेश्वर आउनलाई। राति भ्लग बनाउनु पनि हिँड्न पनि गाह्रो हुन्छ होइन। त्यही भएर अब गएर आऊ घरतिर भर्खर साथीलाई छोड्न आइदिएको। अब म चाहिँ एक्लै गइरहेको, साथीलाई छोडेर आइदिएको। अब म चाहिँ एक्लै जाँदैछु तर अब भोलि आउँछ होला साथी पनि भेट्न मलाई। त्यही भनेर छ नि सन्ध्याएर बनाउनु पर्छ भ्लग बनाउँछु होला म पनि भ्लग सन्ध्याएर होइन गाइस, त्यो पनि हेर्नु होला। सन्ध्याको चाहिँ यो लोकन्थलीको भ्लग आउँछ होला होइन। अब हेरिदिनु होला के छ र भन्नु मलाई। हातै दुख्छ यो बनाएर गाह्रो सबै भ्लग बनाउनु पनि। र म चाहिँ आइसकेँ यो कोटेश्वरको यो जेब्रा क्रसिङमा पनि पुग्नलाई। म चाहिँ अहिले यता रोडमातिर हो होइन, म चाहिँ रोडतिर छु। आज राति हिँड्नलाई डर छ क्या गाइज, फेरि चोरहरू आयो नि ल रुटपाट हान्यो भने गाह्रो छ। त्यही भएर हताबाट म आजकल बनाउँदिनँ कि भ्लग, त्यही भएर एकचोटि बनाएको थिएँ ट्यापहरू झन्डै मेरो मल उठ्दैन। त्यही भएर आजकल म त्यति बनाउँदैन। एकचोटि बनाउँदै हिँडेको झन्डै पकड्दैन, लहटिरहेको छ मलाई त। लहटेर पनि लहट्नु पनि लहटेको पनि थियो, पकड्न पनि खोजेको थियो, मेरो मोबाइल चोर्न खोजेको थियो। अनि मैले मोबाइल लगाएर आफ्नो ज्यानलाई दाउमा राखेर म भागेको। अनि त्यो बेला निकाल्न पाएन। अब के कसो हुन्छ भ्लग हेरिदिनु होला राम्रोसँग होइन, के भन्नु छ र। अहिले म चाहिँ आइसकेँ कोटेश्वरको चोकमा होइन। कोटेश्वरको चोकमा आइसकेँ म चाहिँ अहिले होइन। अब म उता जाँदैछु। यस्तै छ, गाह्रो छ गाइज, गाह्रो छ। गाह्रो छ। अहिले चाहिँ म यो कोटेश्वरको जाममा छु गाइज होइन। अब जाम खोलिरहेको छ, अब जाम कतिखेर बन्द हुन्छ अनि जाने यो गोडातिर।
गाइज गाडी रुकिन त रुक्यो होइन। अब म गइरहेको यहाँ ग्रिन लाइट देखाइसक्यो त्यहाँ चाहिँ म चाहिँ अब गइरहेको किन यता गाडीहरू आउँछ क्या त्यहाँबाट ध्यानले हिँड्नुपर्छ यता पनि। म आइपुगेँ कोटेश्वरको चोकमा होइन। कोटेश्वरको चोकमा आइपुगेँ। अब कोटातिर लागिदिनु पर्छ। कोटातिर लाग्दिने हो अब यहाँको पनि आइसक्यो। घर पनि आउन लागिसक्यो गाइज। हल्का कास्ट कुदेर गयो भने चाहिँ हुन्छ। ल गाइज अब म आउन लागिसकेँ गल्लीमा, मेरो गल्लीतिर। अब हेर्नुपर्छ के कस्तो हुन्छ भ्लग चाहिँ, थाहा छैन मलाई पनि होइन। जुम गर्न जुम भयो हल्का यार। अब अर्को भ्लग पनि आउँछ होला भोलि। अब शनिबार चाहिँ तपाईँहरूलाई फुल भ्लग देखाउने छु मैले। फुल भ्लग बनाएर प्र्याङ्क पनि गरेको हाल्छु होला भोलि होइन। अब के कस्तो हुन्छ हेरिदिनु होला गाइज। अब राम्रो भयो नि नराम्रो भयो नि हेरिदिनु होइन। सपोर्ट गरिदिनु, माया गरिदिनु। मलाई मेरो इच्छामा चाहिँ त्यही छ क्या। सपोर्ट र माया गरिदियो भने पुग्छ, मलाई अरू केही चाहिँदैन गाइजहरू। त्यही भएर ए मामा रहेछ